गाइस आज हामी चाहिँ यो नवलपुर क्षेत्रमा रहेको नवलपुर क्षेत्रको दृश्य हेर्ने भ्यू टावर जाँदैछौँ हाम्रो यात्रा। हेलो हामी तीनजना जाँदैछौँ। अब बिहानै जानु खोजेको बिहान पानीले गर्दाखेरि त्यस्तो गराइदियो पानीले बिगार्यो। अहिले चाहिँ हामी जानु लागेको छौँ। हाम्रो पुरै भिडियो हाल्छौँ त्यो हाम्रो पुरै भिडियो हेरेर हाम्रो साथ र सपोर्ट दिनु होला र हामी देख्न सक्नुहुन्छ। आज हामी चाहिँ यो डाँडा जाँदैछौँ। यो टावरमा हाम्रो यात्रा सुरु भयो। बिहानदेखि सुरु हुनुपर्ने यात्रा पानीले मिस्टेक पारिदिएर अहिलेदेखि सुरु हुँदै उठेर रेडी भएर मेकअप गरेर सुतेका हामी जानेलाई पानी पर्दियो। अब हिँड्नेछौँ। अब कति 3 घन्टामा पुगिन्छ होला है। सम्म चाहिँ हाम्रो पुरा भिडियो हेरेर साथ दिनु होला है। किनकि आज हामी चाहिँ त्यो नवलपुर जिल्लामा रहेको चाहिँ उत्कृष्ट र अल्को भ्यू टावर जुन चाहिँ वहाँ पुगिसकेपछि चाहिँ त्यो नवलपुरको पुरा दृश्य देखिन्छ तपाईँको है। राष्ट्रिय चितवन राष्ट्रिय निकुञ्जदेखि लिएर तपाईँको सम्पूर्ण दृश्यहरू नारायणीहरू देखिन्छ। त्यस कारणले भिडियो रोचक रमाइलो छ। कृपया भिडियो हेरेर साथ दिनु होला है। यो यस्तो सुस्ता हिँडेपछि डाँडामा गएपछि यसको हालत के हुन्छ होला है। कस्तो लागिरहेको छ सुशील सर? एकदमै खुसी लागिरहेको छ। किनभने हाम्रो प्रायः बिहान 7 बजी उठेर चिया नास्ता गरेर 6 बजी निस्किनु थियो। पानी परेको अवस्थाले वातावरण अलिकति सन्तुलन कायम भयो। त्यसै कारणले हामी चाहिँ हाम्रो चाहिँ जुन मिसन थियो, जुन चाहिँ हामी जानुपर्ने ठाउँ थियो, हाम्रो जुन सपना थियो, त्यो ठाउँमा चाहिँ हामी अलिकति असमर्थ भयौँ जानको लागि। किनभने पानी परेको कारणले ठुलै पानी पऱ्यो क्या। त्यसैले अहिले चाहिँ हामी हिँडिरहेको छौँ। अब वहीँसम्म गाडीमा जाने सम्भव छैन किनभने पानी परेको छ। पानी परेको कारणले गर्दाखेरि बाटोघाटो पुरै पिच छ छैन के छ कसो छ अप्ठ्यारो हुन्छ। त्यसैले हामी चाहिँ हिँडेरै एउटा पुरा सम्पूर्ण भ्यू हेर्दा एकदम प्रत्येक सिडीको चाहिँ महसुस गर्दै चाहिँ हामी जाने प्रयासमा छौँ है। त्यसैले हामी हिँडिरहेको छौँ। अझै पनि हामी पुगेको छैन, गेटसम्म पनि पुगेको छैन। भर्खरै हाम्रो यो गाउँ हो, गाउँबाट निस्किँदैछौँ अहिले चाहिँ है। यहाँ मेरो साल नानी पनि छन् अनि त्यहाँबाट अनि क्यामेराम्यान मेरो श्रीमती पुनम सुनार पनि हुनुहुन्छ। हामी 3जना मिलेर चाहिँ हामी जाँदैछौँ है। यी झोलामा यी च्याट चलाएर खानेकुरा वहाँ गइसकेपछि पक्कै पनि हिँड्दा खै पनि लाग्छ भोक पनि लाग्छ भनेर हामीले नास्ता पनि लिएर हामी हिँडेको छौँ है। आज चाहिँ एकदम रमाइलो दृश्य र रमाइलो ठाउँ हाम्रो नवलपुरमा रहेको भ्यू टावर एकदमै प्रचलित छ। किनकि त्यहाँ गएपछि आनन्द फिल हुन्छ। एकदम चारैतिरबाट हावा आउँछ, नवलपुरको चारैतिरको दृश्य देखिन्छ। खोला नालादेखि लिएर जङ्गलदेखि लिएर हरियो वनस्पतिदेखि सब चिज देखिन्छ। त्यसैले हामी जाँदैछौँ है। हाम्रो भिडियोलाई हेरेर साथ दिनु होला अन्त्यसम्म है। हामी हिँड्दैछौँ। कस्तो लागिरहेको छ? सुतिचा थकै लागिसकेको होला है? लागेको छैन। हजुरलाई कस्तो लाग्यो त? म त अब पहिलोचोटि यति टाढा यति घन्टा लगाएर हिँड्नुपर्ने जग्गामा जाँदैछु। त्यसको लागि हल्का एक्साइटेड पनि छु है। कोसिस गरिरहेको छु हिँड्नलाई यसरी। कस्तो राम्रो हो कि हिँडिरहेको छ। अब मन्दिरमा पुग्न टाइम छ। थकै लाउनु लागिसक्यो। म मोटा भएसलाई गाह्रो भइसक्यो। जान लाग्दैछ। अब सबभन्दा राम्रो त भइदिनु रहेछ। देख्न सक्नुहुन्छ। अब लगभग हामी चाहिँ डाँडाकाँडाको जङ्गलको छेउमा आइपुगेका छौँ है। यसरी हाम्रो टिम पुनम सुनारजी नमस्ते। तपाईँलाई कस्तो अनुभव भइरहेको छ? आज तपाईँ चाहिँ नवलपुरमा रहेको भ्यू टावरको दृश्य भ्रमणमा हिँड्नु भइरहेको छ। एकदम खुसी लाग्छ। हो एकदम रमाइलो लाग्छ। तर खुट्टाले साथ दिन्छ कि दिन्छ त थाहा भएन। तर मन चाहिँ हिँडिरहेको छ। डाँडा अनि के छ हाम्रो सुदीक्षा मिसको खबर? अनि तपाईँ त अब पहिलोचोटि होला यसरी हिँड्नुभएको? पहिलोचोटि यस्तो डाँडा यसरी चढ्न लाग्यो। अब थाहा छैन के हुन्छ। अब गएपछि बल्ल थाहा हुन्छ। देख्न सक्नुहुन्छ। बल्ल हामी लुम्बिनी चोकमा आइसकेका छौँ। अब
टाइम 6 अझै बल्ल अब डाँडाको सुरुवात हुन लागिरहेको छ कहिले हो पुग्ने लौरी खोज्दैछ लौरीको सहारा बन्ने छ हामी जाँदैछौँ कोसिस जारी छ डाँडामा पुग्न देख्न सक्नुहुन्छ डाँडाको सुरुवात भइसक्यो यहाँदेखि नै अब जारी छौँ हामी हिँड्नलाई पसिना आइसकेछ स्याहा भइसकेछ के गर्ने हो बाटोबाट फर्किनु पर्छ क्या देख्न सक्नुहुन्छ डाँडा काँडा सुरु भइसक्यो अब हामी मन्दिरमा पुग्नेछौँ लौरी 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 भनिरहेछ मेरो बहिनीलाई एकदम लौरीको आवश्यक परिसकेको रहेछ अब हामी डाँडा चढिसकेका छौँ अब अहिले 2-3 घन्टापछि हामी हाम्रो मन्दिरमा पुग्छौँ तर खुट्टा अनुसारले सायद 4-5 घन्टा लाग्छ होला जान यति हिँड्न नपाउँदै स्यास्या भएर म खुसी छु मेरो ज्यान घट्छ कि यस्तो डाँडा हिँडेर भनेर त्यही पनि म कोसिस जारी राखेछु गाउँको दृश्य यो गाउँ चाहिँ पार गरेर हामी अहिले जङ्गलतर्फ लाग्दैछौँ जुन चाहिँ हाम्रो नौतपुरको भ्यू टावर रहेको छ यो बाटोबाट 3 घन्टा अझै हिँडेर हामी माथि पुग्न पर्ने हुन्छ हामी बल्ल सुरु मेन स्टेप चढ्दैछौँ है देख्न सक्नुहुन्छ अब हामी डाँडाको सुरुवात गरिसक्यौँ यो चाहिँ हाम्रो गाउँ रहेको छ अब यो चौपारीमा चाहिँ अलिक शीतल हावा रहेछ सास फेर्दैछौँ किनकि सास फेर्न अलिक गाह्रो भइसक्यो उकालो चढ्दै अब हामी हाम्रो यात्रा सुरु गरिसकेका छौँ डाँडाहरू चढिसकेका छौँ अब हाम्रो यात्रा चाहिँ अब 3-4 घन्टाभित्रै सकिन्छ होला आशा राख्छु हामी चाहिँ राम्रोसँग चढ्न सकौँ केही बाधाहरू नआओस् देख्न सक्नुहुन्छ हाम्रो पुरा भिडियो हेरेर हाम्रो मनोरञ्जन भिडियो भ्यू टावरको त्यो नवलपुर क्षेत्रदेखि गैराकोट हरेक क्षेत्रहरूको दृश्य देखाउनेछौँ हजुरहरूलाई हाम्रो भिडियो हेरेर मनोरञ्जन गरेर हाम्रो साथ सपोर्ट दिनु होला हाम्रो लाइक सब्सक्राइब र कमेन्ट गरेर हाम्रो भिडियोलाई अगाडि बढाइदिनु होला हामी हिँड्दैछौँ जङ्गलको यात्रा भर्खर हाम्रो यात्रामा साथ दिनलाई हाम्रो एउटा सर्पराजा पनि आउनुभएको थियो सर्पराजा दिएर चाहिँ मेरो बहिनी डराउनु भयो धेरै नै बिचरा अब केले यात्रा दिनुहुन्छ थाहा भएन हिँड्दैछौँ अब हाम्रो यात्रा पसिनाले धारा बग्न लागिसक्यो पसिनाले नुहाइन्छ होला सायद कस्तो आइरहेको छ सुशील बुढाज्यू कस्तो लागिरहेको छ भन्दा पनि अघि भएर एउटा सर्प देखेर मेरो नाम तार यस्तो चिजहरू नदेखियोस् हामी हिँड्दैछौँ अब यति सामान्य उकालो चढ्दा चाहिँ यति थकान र यति पसिना आएको छ भन्ने साथै छैन हाम्रो गुमाएको छैन कोसिस गर्दैछौँ अगाडि बिस्तारै बढ्दैछौँ अत्यन्तै खुसी लागेको छ आज चाहिँ हाम्रो शनिबारको दिन सबैको छुट्टीको अवसर पार्दै हामीले यसरी भ्रमण अवलोकन हामी गरिरहेको छौँ है देख्न सक्नुहुन्छ म देखाउँछु हजुरलाई यो डाँडामा जान लगाएको छौँ हामी देख्न सक्नुहुन्छ यो डाँडा जान लगाएको हामी हिँड्दैछौँ मेरो बहिनी र मेरो श्रीमानजी अगाडि हिँड्नुपर्छ म झोला बोकेर पछि आएर चाहिँ खानेकुराको झोला बोकेर हिँडिरहेको छु अब यिनीहरू अगाडि हिँडिरहेको छु न म बिस्तारै पछि हिँडेको छु किनकि मलाई मोटो मान्छेले छिटो भोक लाग्छ अनि हिँड्छु भनेर म चाहिँ खानेकुराको झोला बोकेर हिँड्छु देख्न सक्नुहुन्छ यति धेरै झोला छ पानी चाहिँ छैन होला पानी चाहिँ भर्नै छ अल्छीले गर्दाखेरि बोक्न सकिन्न भनेर पानी चाहिँ यतातिर भर्न पर्यो भन्ने सोच गरिरहेको छौँ हिँड्दैछौँ हाम्रो यात्रा जारी रहिरहेको छ तपाईँहरू हाम्रो भिडियो हेरिदिनु होला हामीलाई साथ सपोर्ट दिनु होला यो जङ्गलमा हामी 3जना मात्रै हिँडिरहेका छौँ आशा गर्छु 4जना मिसिँदा कोही पनि नआउनुहोस् अब चाहिँ कोही पनि नआउनुहोस् भन्न चाहन्छु सरबाट गर्दा मेरो बहिनीको थकान सबै मेटिसकेको रहेछ तर मेट्यो है सर्वदेखि गरेको त ल जादु तर जादु दिनले चाहिँ अब सर्वराजाहरू कृपया नआइदिनु होला झन् इनर्जी आइ हिँड्नलाई ल
देख्न सक्नुहुन्छ यहाँबाट चाहिँ अलि क्लियर देखेको छ। यो चुच्चो देखेको डाँडामा हामी जान लागेको छ भ्यू टावर। यो चाहिँ अब आउँदै गर्दाखेरि यहाँ पोखर ताल रहेको छ। यहाँ चाहिँ पानी चाहिँ रहनु भएको रहेनछ, ताल चाहिँ रहनु भएको रहेछ। देख्न सक्नुहुन्छ यही हो ताल ठुलो। तपाईँहरू आउन सक्नुहुन्छ, मनोरञ्जन लिन सक्नुहुन्छ। अब हाम्रो यात्रा सुरु हुँदैछ, जाँदैछौँ हामी। कस्तो लागिरहेको छ? खुसी लागिरहेको छ किनभने आउँदै पोखरी ताल पनि घुमेर जाउँ भन्ने हाम्रो कुरा पनि हो। तपाईँले झलक्क देखाउँछौँ हामीले वहाँसम्म पुग्ने दृश्यहरू सब देखाउँदैछौँ है। यो चाहिँ पोखरी ताल हो। मौजुमराको पोखरी ताल फेमस पार्क चाहिँ फेमस पार्क एकदम प्रचलित छ। यो चाहिँ अहिले चाहिँ एकदम है नजिकमा हाई भएको चाहिँ जस्तो यो पनि घुमेर हामी त जान्छ। कुनै दिन चाहिँ यहाँ चाहिँ पानीको ताल थियो, ठुलो ताल थियो र यहाँ ब्यारेक थियो पहिला चाहिँ है। यहाँ तपाईँको हाम्रो जनगुन्ने सेना माओवादीको चाहिँ क्याम्प थियो यहाँनिर पहिला चाहिँ। अहिले चाहिँ त्यो छैन। अहिले चाहिँ किनभने यहाँ चाहिँ एउटा पार्कको एउटा स्थापना गरेको छौँ र यसरी सबैजना व्यक्तिहरू आएर चाहिँ हामी जस्तो भ्रमण अवलोकन गरिरहेको छौँ। हेर्न सक्नुहुन्छ है, देख्न सक्नुहुन्छ है। यसरी हामी चाहिँ पोखरी ताल भ्रमण गरेर बाहिर निस्किँदैछौँ। यो चाहिँ मेन गेट हो, बाहिर निस्किने है। पुनः मिस सुरिजाजी के छ, कस्तो लागिरहेछ? थकै लागिरहेको छ अरे। देख्न सक्नुहुन्छ है पोखरी तालको दृश्य म तपाईँहरूलाई देखाउँदैछु है। हामी यसरी बाहिर निस्किसकेको छौँ है। यो पोखरी ताल पार्कमा चाहिँ हामी भ्रमण गरेर निस्किसकेको छौँ। देख्न सक्नुहुन्छ हाम्रो टिम चाहिँ पोखरी पर्यटकीय स्थलबाट हामी बाहिर निस्किएको छौँ र अब हामी बलुवा डाँडातर्फको यात्रामा हामी लागिरहेको छौँ है। देख्न सक्नुहुन्छ हाम्रो टिम हिँडिरहनु भएको छ। देख्न सक्नुहुन्छ यति रमाइलो गर्दै हामी भ्रमण गरिरहेको छौँ। यी हाम्रो टिम चाहिँ हामी रमाइलो गर्दै हामी जाँदैछौँ है। देख्न सक्नुहुन्छ हामी हिँड्दैछौँ। सानो बहिनीले थ्याङ्क यू बहिनी। के हो तिम्रो नाम? के हो नाम? पिपिसा बहिनीलाई धेरै धेरै थ्याङ्क यू है, धन्यवाद है। यसरी हामीलाई पानीको चाहिँ एउटा व्यवस्था गरेर सहयोग गर्नुभएको छ, उहाँलाई धेरै धेरै धन्यवाद। किनभने यो गाउँमा चाहिँ दिउँसो पानी सुक्दो रहेछ है। यो हात्तीखोर काउसती हात्तीखोर रहेछ, यहाँ चाहिँ पानी सुक्दो रहेछ। पानीको अलि टाइम टेबल रहेछ, बिहान आउने चाहिँ बिहान चट्ट भरिसकेपछि चाहिँ दिउँसो दिनभरि बन्द हुँदो रहेछ, फेरि साँझ आउने रहेछ। देख्न सक्नुहुन्छ है हाम्रो टिमले पानी खानुभएको छ। के छ पानी हो? मेरो पारा पानी खानु पर्यो नि। स्या स्या भइयो डाँडाको सुरुवात हुन लागिसक्यो। यी बाटो हिँड्दैछौँ। मैले बल्ल मेरो लासा खोलेँ। म धेरै हिँड्न सकेन हिँड्यो भनेर म त्यस्तो घाममा हिँड्यो भने म कति ढल्छु थाहा हुँदैन। कसम थाहा ढल्छ। यहाँबाट चाहिँ यतातिर दाहिने छिरेपछि महास्थान मन्दिर भन्ने छ। यहाँ महास्थानको सामानहरू राख्नुपर्ने छ बाटोमा। हेर्नु अब यो उकालोबाट चाहिँ हामी माथि जानेछौँ यो डाँडामा। म देख्न सक्नुहुन्छ यो खोला हो, यसलाई के भन्छ अरे? क्याराङ खोला। मेरो बहिनी थकित अवस्थामा भइसकिन्, हिँड्न नसकेर। अब हामी बलुवा डाँडातर्फ लाग्दैछौँ। यो मेन बाटो हो स्टार्टिङ है। तपाईँले देख्न सक्नुहुन्छ 8 किलोमिटर छ यहाँबाट है। बाल्ला चाहिँ यसै 4-5 मिनटको होला। हेर्नु डाँडा चाहिँ यहाँबाट 8 किलोमिटर छ। कुम्चो डाँडाभन्दा पहिला बलुवा डाँडा आउँछ। देख्न सक्नुहुन्छ है मिलाएको छ। अब यहाँदेखि गाउँ भेटिन्न, जङ्गल जङ्गल हो। जङ्गलमा हुनुभएका भाइ बहिनी चाहिँ भेटिन सक्नुहुन्छ। हिँड्दैछौँ ढुङ्गा। हेर्नु यहाँ दृश्य पछाडिको देख्न सक्नुहुन्छ। हामी मेन उकालोमा आइसकेका छौँ। मेरो बहिनी हिँड्न नसके थकित भइसकेछन्। योभन्दा माथि चाहिँ हाम्रो महास्थान मन्दिर जुन चाहिँ धार्मिक स्थल योभन्दा माथि छ है। हामी त्यतातिर अलिकति समयको कारण अलिकति ढिलो भएको कारण त्यता मन्दिरतिर घुस्न पाएन। गाइज अब हामी मेन डाँडाको उकालोतिर आइसकेका छौँ। हामी यहाँ चाहिँ मेरो बहिनी थाकी छन् धेरै नै, त्यही भएर हामी अलिकति विश्राम लिन बसेका छौँ।
यहाँ चाहिँ यस्तो रहेछ कि पानी पनि 12 बजेसम्म मात्र आउने त्यसपछि नआउने पानी पनि बल्ल बल्ल पाइयो एक ठाउँमा चाहिँ घरबाट यतातिर पाइन्छ भनेर लिएर आएको नलिएर आएको यता आएपछि पानी पाउन यस्तो मुस्किल भइसक्यो थियो धन्दा एउटा बहिनीले सहयोग गरिन् बिचरा अब यो उकालोबाट यहाँबाट अब मिस्दै जान्छ माथि डाँडामा पुग्छौँ तपाईँले देख्न सक्नुभएको धेरै थकित भइसक्यौँ हामी कस्तो थके लागेको छैन थकेको कुरै छोडिदिनु भने यस्तो डाँडा छ यस्तो पुरै यस्तो डाँडा छ होइन अब सधैँसम्म बाटोमा हिँडेको पुरै एकचोटि डाँडा चढ्दा त हाम्रो मान्छेलाई त पुरै खुट्टा त नि अब 24 आवरै भइरहेको छ भन्ने तपाईँलाई जानकारी दिन चाहन्छु अवस्था खतरै छ हाम्रो देख्न सक्नुहुन्छ हामी यस्तो मेहनत गरेर हिँडिरहेका छौँ त्यहाँ गएर पनि हामीले त्यहाँको दृश्य हाम्रो युट्युब च्यानलमा हाल्नेछौँ सबैले देख्न सक्नुहुन्छ देख्न सक्नुहुन्छ हामी महाराष्ट्र माथि आइसकेका छौँ र पुनम म्याडम अगाडि हिँडिरहनु भएको छ यस्तो उकालो छ देख्न सक्नुहुन्छ बलुवा डाँडा भ्यू टावर नवलपुरको भ्यू टावर जाने बाटो यो चाहिँ है म चाहिँ यो ठाउँमा 6 वर्ष अघि आएको म 8 क्लासमा पढ्दाखेरि थियो अनि त्यसै सर मेम्बरसँग चाहिँ त्यसपछि बल्ल म अहिले बिहा गरेको 4 वर्षपछि आएँ 6 वर्षको ग्यापमा आएको म ल ठिक छ यसरी हामी महाराष्ट्र माथि आइपुगेको छौँ अलिकति यहाँ थोरै बेर बस्छौँ अनि फेरि हामी लाग्छौँ माथितिर देख्न सक्नुहुन्छ खाकल हाम्रो पाकेको छ पुनम मिस टिप्न जानुभएको छ है खाकल चढ्न सक्ने हो कि नसक्ने हो फेरि खाकल खाकल ल हेर्नुहोस् त है खाकल कति मजाले पाकेको रहेछ देखाउ त कस्तो छ मिठो छ है हामीले त्यस्तो फलफुल टिप्दै खाँदै हामी चाहिँ बल्लो डाँडाको बाटोको दृश्यतर्फ लाग्दैछौँ देख्न सक्नुहुन्छ है यसलाई खाकल भन्छ पाक्न सुरु हुँदैछ भात्न सकेन भात काटलाई त्यो टिप्नु हुन्छ यस्तो मिठो खानेकुरा पाउँदाखेरि त फेरि म फेरि रोक्नै सक्दिनँ छोकरा चाहिँ हुन्छ कि है यस्तो मिठो हुन्छ नि तपाईँहरूले पनि कहीँ बाटोमा देख्नु भयो भने प्लिज खै कस्तो छ देखाइदेऊ त मजाले खाकल पाकेन त ल यसरी हामी यो खाँदै अब दृश्यतर्फ लाग्छौँ के छ पुनम म्याम अलिकति बाटोको बारेमा थोरै खुलासा गरिदिनु पऱ्यो तपाईँ त किनभने 6 वर्ष पहिला 8 क्लासमा पढ्दा पनि आउनुभएको रहेछ र अहिले फेरि विवाह गरेपछि फेरि पुनः यही ठाउँमा भ्रमण अवलोकनको लागि आइरहनु भएको छ एकदम रमाइलो भएको छ तर 6 वर्ष पहिला आउँदाखेरि चाहिँ एकदम ठुलो मैलो बाटो थियो यहाँ चाहिँ हिँड्न नि गाह्रो हुन्छ किनकि हामी यस्तो ड्रेस पाएको अहिले चाहिँ 6 वर्षभित्रमा चाहिँ पिच भएछ यहाँ यस्तो राम्रो बाटो बनाए यहाँ चाहिँ हामी माथि देखाउँथ्यो यहाँ चाहिँ एउटा बस्ने ठाउँ छ त्यो भत्ता रहेछ रमाइलो भएर चाहिँ राम्रै भएर चाहिँ बाटो चाहिँ अन्त गराएर रहेछन् यसरी नै गराउनुपर्छ हामी 1 किलोमिटर हिँड्नेछौँ अहिलेसम्म बल्ल तल्ल स्यास्या गरी बसी हामी 1 किलोमिटर हिँड्छौँ 7 किलोमिटर अझै छ हामी हिँड्नलाई है अझै बाँकी बलुवा डाँडा पुग्नको लागि हेलो गाइस साह्रै गाह्रो हुँदो रहेछ यत्रो उकालो आउँदाखेरि बल्ल बल्ल आधा बाटोमा आएछ मेरो बहिनीले फेरि यस्तो झुटझुट काम गर्दै हिँडिन्छ बिचरा उकालो हिँड्न नसक्दै रहेछ सक्छु भनेर आएर होइन त नसकेर स्यासेर फ्याफा भएर दुईजना लुतालुती हुने दुईजना के छ सबैजनालाई हामी यसरी 1-1.5 घन्टा भयो यत्रो उकालो हिँडेको थके लाग्यो है यसरी पानी सानी पिउँदैछौँ अझै जानु छ 2-3 घन्टा हिँड्नै छ के हो नि हिँड्नै पर्यो अब घुमघाम गर्न आएको व्यक्ति हामी अब घुम्नै परेको रे है ल यसरी हामी एकछिन आराम गरेको छौँ आराम गरेर फेरि माथि जान्छौँ गएपछि माथिको तलबाट सफलतामा त शिखर पुगिसकेपछि त आनन्दको महसुस छँदैछ नि होइन त्यही भएर मेहनत गर्नुपर्छ चिजको लागि पनि साँच्ची माथि सुत्ने
बल्ल बल्ल आइयो मेरो बहिनीलाई चाहिँ अलिक गाह्रो भयो किनकि ऊ यस्तरी हिँडेको थिइनँ हामी त अलिअलि हिँडडुल गरिरहेको हुन्छौँ खुट्टा यात्रामै तर मेरो बहिनी चाहिँ हिँड्थिनँ उसलाई चाहिँ अलिकति गाह्रो भएको छ देख्न सक्नुहुन्छ जङ्गलको बिचमा हामी यो बाटै बिचमा अबको 1-1.5 घन्टामा पुगिन्छ तर नरोकी गयौँ भने यसैले रोकेर गयो भने चाहिँ साँझ पनि फर्किन पाइन्न ल हाम्रो भिडियो हेर्दै गर्नु साथ दिँदै गर्नु बिचमा भिडियो हामीले बनाउँदै गर्छौँ अहिलेलाई बाई यो डाँडा त होइन उतापट्टि देखेको डाँडा पुग्नै छ अझै दर्शकबिन दाजुभाइ हामी जम्मा यत्रो घन्टा हिँडेर 2 किलोमिटर हिँडेको रहेछौँ अहिलेसम्म है दङ्ग छौँ अचम्म छौँ किनभने 6 किलोमिटर अझै बाँकी छ हामी जान खोजेको नवलपुर भ्यू टावरमा पुग्नको लागि अझै पनि 6 किलोमिटर बाँकी रहेको छ 6 किलोमिटरसम्म चाहिँ पुग्नको लागि हामीले प्रयास गर्दैछौँ र तबसम्म चाहिँ तपाईँहरूले हाम्रो भिडियोलाई पुरा हेरेर साथ दिनु होला र लाइक कमेन्ट सब्सक्राइब गर्न बिर्सिनु भएको छ भने त्यो पनि गरिदिनु होला है देख्न सक्नुहुन्छ हामी आधा बाटो आइसक्यौँ तपाईँको आधा बाटो आइसक्यौँ अझै पनि 3-4 किलोमिटर अझै हिँड्न बाँकी नै छ यत्रो यो डाँडा हेर्नु त अब डाँडै डाँडा हो अब तपाईँको सम्म बाटो सकिसकेछ अब डाँडै डाँडा छ देख्न सक्नुहुन्छ डाँडै डाँडा हिँडेर माथि टुप्पामा पुग्ने हो है हामीले धैर्यता गुमाएको छैनौँ हिँड्दैछौँ तपाईँहरू पनि हामीले जस्तै त्यति मिहिनेत गरेर हामीले यसरी हिँडिरहेको छौँ भने तपाईँहरूले पनि थोरै समय दिएर चाहिँ हाम्रो भिडियो पुरा हेरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु दाजुभाइ दिदीबहिनी हामी यसरी हिँडिरहेको छौँ उकालो देख्न सक्नुहुन्छ ठाडै उकालो है सक्नुहुन्छ हाम्रो डाँडा नजिक आइरहेको छ तर यो डाँडा चाहिँ होइन यतातिर साइडमा हाम्रो डाँडा चाहिँ हाम्रो मन्जिल जहाँसम्म हामी जान सकेछ जान चाहेका छौँ त्यो चाहिँ अलि यता साइडमा पर्छ अनि त्यसको छेउको साइडको सायद त्यो होटेल होला थोरै देखेको मेरो बहिनी र श्रीमानजी हिँड्दै हुनुहुन्छ अब उकालो छ यस्तो डाँडामा चढ्नुपर्छ हेर्नु यस्तो डाँडा मेरो बहिनी होपलेस भइसकेछन् नमस्कार दाजुभाइ दिदीबहिनीहरू देख्न सक्नुहुन्छ हाम्रो नवलपुरको दृश्य यहाँबाट सम्पूर्ण यो हाम्रो नवलपुर गाउँसम्मदेखि लिएर तपाईँको यता तपाईँको डाउनसम्मको दृश्य देखिरहेको छ यो देख्न सक्नुहुन्छ योभन्दा पछाडि चाहिँ खोला हाम्रो मेन नारायणी जुन चाहिँ नारायणघाट हुँदै त्रिवेणीसम्म जोडिने हाम्रो नारायणीको दृश्य पनि म तपाईँलाई देखाउन चाहन्छु है यी देख्न सक्नुहुन्छ स्पष्ट देखेको छ स्पष्ट हामी अझैसम्म 3 किलोमिटर हिँडिसक्यौँ र हामी अझै पनि 2 किलोमिटर जुन चाहिँ हाम्रो भ्यू टावरमा जानको लागि लाग्छ भने तपाईँको कुम्सो डाँडा जानको लागि चाहिँ 5 किलोमिटर लाग्छ भनेर यहाँ देखाइएको छ हामी अझै लगभग 3 किलोमिटर अझै पनि हिँड्न पर्ने हुन्छ है त्यति बेलासम्मको लागि तपाईँहरूले पुरा भिडियो हेरेर साथ दिनु होला नादिन त देख्न सक्नुहुन्छ मनोरञ्जन खुसी भएर आइपुग्न लागिसक्यो अब 20-15 मिनट हिँड्न पर्छ देख्न सक्नुहुन्छ यहाँ चाहिँ यस्तो राम्रो दृश्य देखेको छ हेलो गाइस हामी नजिक आइसकेको छौँ लगभग अब 15-20 मिनटको यात्रापछि चाहिँ हामी हाम्रो सफलतामा पुग्नेछौँ भने देख्न सक्नुहुन्छ हुँदैन त नै हाम्रो नवलपुर बस्ती हो है नवलपुर जिल्लाको बस्ती हल्का सुन गरेर पछाडिको चाहिँ नारायणी चाहिँ नारायणघाटदेखि तपाईँको त्रिवेणीसम्म जोडिने यात्राको यो बाटोको नारायणी हो भन्ने म तपाईँलाई जानकारी दिन चाहन्छु है सक्नुहुन्छ हामी नजिक आएको टावरहरू हामी पुग्यो हार खानु हुँदैन भने यता तपाईँको रामपुर जाने बाटो यो रामपुर गल्दर होइन जाने बाटो चाहिँ सर यसरी हिँडेर जाने हो डाँडा काँडा हुँदै होइन यहाँबाट सर जाने अनि डाँडामा आइपुग्यो नजिकै आइपुग्यौँ है हामी देख्न सक्नुहुन्छ फाइनली गाइस हामी यहाँ फाइनली गाइस हामी आइपुग्न लाग्यो हाम्रो मन्जिल उपरदेखि
सिद्धि तो नाल सॉरी ये है हमारा पति। ये तू कौन है बेटी? कौन है तू? कहाँ से आ गया? ये मेरी बंदर जैसे शक्ल वाली बहन है, देख लीजिए। भूत की कमी नहीं है हमारे पास, भूत भी हमारे साथ साथ में हिँड रहे। डाँडा तपाईँको भ्यू टावर नवलपुरमा रहेको भ्यू टावर एकदम टप 10 नम्बर 1 मा पर्छ यो भ्रमण क्षेत्रमा है। हामी जाँदैछौँ, देख्न सक्नुभयो। तपाईँहरूले सम्पूर्ण भिडियो आउँदादेखि माथि आउँदासम्मको भिडियोहरू तपाईँहरूले हेर्नु होला नबिर्सिनु र नहतारिकन है। नजिकै आएमा अब टावर, योभन्दा उत्तम टावर हो र यो सर एकचोटि दृश्य देखाइदिउँ। लास्ट टपको दृश्य हो यो चाहिँ है। यताको दृश्य नि देखाउँदैन पुरा हालत हेर्नुहोस् त उहाँहरूको हालत लास्ट टपमा आएर यस्तो भइसकेको छ। खुट्टा देख्यो है, देख्न सक्नुहुन्छ। दृश्य यस्तो ठाडै छ तपाईँको उकालो भ्यू टावर नवलपुरको है। अत्यन्तै घाम पनि बेसरी नै चर्किएको छ, तैपनि हामी आइरहेको छौँ बिस्तारै बिस्तारै भए पनि हैन, किनकि हामीलाई यो ठाउँमा घुम्न एकदम अत्यन्तै रहर लागेको थियो र आज हाम्रो सपना चाहिँ पुरा भयो र इच्छा पनि पुरा भयो। हेलो गाइज, हामी आइपुग्न लागिसक्यौँ। अब हामी फेदमै छौँ यो भ्यू टावरको। दर्शकवृन्द देख्न सक्नुहुन्छ हामी नजिकै छौँ। बाटो हेलो, हामी आइपुग्न लाग्यौँ, आँगनमा आयौँ। नवलपुरमा रहेको भ्यू टावरमा आइपुगेको छौँ। देख्न सक्नुहुन्छ आउँदा आउँदै चाहिँ पहाडतिरको तपाईँको बारी भनेको यस्तो हुँदो रहेछ, देख्न सक्नुहुन्छ है। राम्रोसँग देखाइदिउँ त। एकमाथि पुरै स्पेस, फेरि तल फेरि तर त्यसरी हुँदो रहेछ भने तराई मात्रै सम्म हुन्थ्यो है। यहाँ लाउन मकैहरू लाउनलाई यतातिर लाउन पनि अप्ठ्यारो हुने, जोत्न पनि अप्ठ्यारो हुँदो रहेछ। हामीले देख्न सक्छौँ, हामीले देख्यौँ हामीले पहाडतिरको जग्गाहरू पनि, बारीहरू पनि, गाउँहरू पनि, बस्तीहरू पनि, घरहरू पनि कता न कता। एउटा घर यहाँ छ भने उता अर्को डाँडामा एउटा घर हुँदो रहेछ है। यस्तो रमाइलो ठाउँ, यस्तो रमाइलो दृश्यमा सर र घाम चर्के पनि हावा चलेको छ, आनन्दको महसुस भएको छ है। देख्न सक्नुहुन्छ दाजुभाइ दिदीबहिनीहरू, फाइनली हामी चाहिँ नवलपुरमा रहेको भ्यू टावरमा आइसक्यौँ। त्यति खुसी भएको छ, यो टावर नजिकै छ। हामीले घरबाट त ठुलो डाँडा देखिन्थ्यो, डाँडाको माथि एउटा सानो टावर देखिन्थ्यो। त्यो टावर यही हो है, भ्यू टावर, नेपालको उत्कृष्ट भ्यू टावर हो यो चाहिँ है। फाइनली गाइज हामी हाम्रो मन्जिलमा आइपुगेछौँ। देख्न सक्नुहुन्छ हाम्रो भ्यू टावर नवलपुर जिल्लाको। सुशील सर, तपाईँलाई कस्तो अनुभव भइरहेको छ यस्तो डाँडा काँडा काटेर भ्यू टावर घुम्न आउनु भएको छ? एकदमै रमाइलो लागिरहेको छ, किनभने आज हामी नवलपुर जिल्लामा रहेको उच्च पर्वत भ्यू टावर, जुन चाहिँ बलुवा डाँडा भनेर हामीले चिनिन्छ सबैजनाले, नवलपुरको बासिन्दाले है। आज हामी यहाँ आइपुगेको छौँ। धेरै मेहनत कष्ट गरेर 3-4 यस्तो डाँडाहरू काटेर म लगायत मेरो श्रीमती पुनम सुनार र मेरो साली नानी सुदीक्षा सुनारज्यू, हामी सम्पूर्ण टिम मिलेर आज हामी यो भ्यू टावर बलुवा डाँडाको अवलोकन गर्न आइरहेको छौँ। यहाँ आउँदा चाहिँ मलाई अत्यन्तै खुसी लाग्यो। देख्न सक्नुहुन्छ यो सम्पूर्ण दृश्य देखेको छ तपाईँको, नवलपुर क्षेत्रको चाहिँ सम्पूर्ण दृश्य देखेको छ तपाईँको है। योभन्दा पछाडिको त्यो नदी देखेको थियो तपाईँको, नारायणघाटदेखि त्रिवेणीसम्म जोडिने नदी हो है। र जस्तै यो हाम्रो नेपाल राजधानी काठमाडौँको धरारा भने चाहिँ हाम्रो चाहिँ नवलपुरको एउटा सुन्दर भ्यू टावर, यो पनि धरानाको रूपमै हामीले गनिन्छ। किनभने यहाँ चढेपछि चाहिँ हामीले तपाईँको उता स्याङ्जा, वालिङ, रामपुर देखिन्छ भने, तपाईँको यता पोखरा साइड तनहुँ जिल्ला देखिन्छ भने, यता हाम्रो नवलपुर छुट्टिन्छ। यसरी चाहिँ हामीले तीनौँ जिल्लाको चाहिँ
हाम्रो यो दृश्य बिचमा रहेको भ्यू टावर हो। यो चाहिँ तपाईँले देख्न सक्नुहुन्छ, तपाईँहरू अवलोकन गर्न सक्नुहुन्छ है, देख्न सक्नुहुन्छ। आज हामी फाइनली आएको छौँ, अत्यन्तै रमाइलो लागेको छ। अब हामी टावरतर्फ लाग्दैछौँ है, टावरतर्फ लगाएर टावरमाथि गएर बसेर रेस्ट गरेर केही नास्ता पानीहरू पनि हामी गर्नेछौँ है। यति तपाईँले यता हाम्रो यता ब्याक साइडको दृश्य पनि देखाउनेछौँ, देख्न सक्नुहुन्छ। वरिपरिको वातावरण, यो पर्वतहरू, पहाडहरू, उता चाहिँ देवचुल डाँडा भन्छ त्यसलाई चाहिँ, टाढाको दृश्य देवचुल डाँडा। योभन्दा उतापट्टि चाहिँ कुमसोत भन्छ तपाईँलाई है। आउनुहोस्, तपाईँलाई म पुरा दृश्य देखाउँछु। र यसरी हामी यताबाट यो बाटो हुँदै हामी चाहिँ तपाईँको रामपुर गलदरतिर हामी लाग्छौँ भने यसरी यता आउँदा चाहिँ हामी तपाईँको तनहुँ जिल्ला पोखरातिर पुग्छौँ भने यता यतातिर चाहिँ हाम्रो नवलपुर जिल्ला पर्छ तपाईँको भन्ने म तपाईँहरूलाई जानकारी दिन चाहन्छु। हस् त अहिले यति नै। फेरि यो अन्त्यमा आएको छौँ, हामी नास्ता खाएको भिडियोदेखि लिएर तपाईँको घर पुगेसम्मको भिडियो तपाईँहरूलाई देखाउनेछौँ। त्यसको लागि चाहिँ तपाईँले प्रतीक्षा गरिदिनु होला र नआत्तिकन हाम्रो भिडियोलाई हेरेर साथ र सपोर्ट दिनु होला र नबिर्सिकन सब्सक्राइब पनि गरिदिनु होला है। देख्न सक्नुहुन्छ हामी चाहिँ टावर चढिसकेका छौँ। नवलपुरवासी दाजुभाइ दिदीबहिनी तपाईँहरूले देखिरहनु भएको घरको नजिकबाट चाहिँ डाँडादेखिको टावर चाहिँ भ्यू टावर हामीले अवलोकन गरिरहेको छौँ। हामी माथि चढिरहेको छौँ, देख्न सक्नुहुन्छ है। अति नै शान्त र अति नै रमाइलो दृश्य रहेछ यहाँबाट हेर्दाखेरि है। देख्न सक्नुहुन्छ दाजुभाइ दिदीबहिनीहरू, हामी चाहिँ फाइनली हामी भ्यू टावरमा आइसकेको छौँ र हामीले यसरी यहाँ बसेर अब थोरै हामीले नास्ता पानीहरू लिएर आएको छौँ। त्यो नास्ता पानी बनाएर हामी खानेछौँ। खाएपछि हामी फेरि माथि दृश्य माथिको मेन टावरमा गएर फेरि हामी भिडियो गर्नेछौँ। अन्त्य भिडियो देख्न सक्नुहुन्छ। वरिपरिको दृश्य आम्मा कति राम्रो हो त, आहा यति राम्रो दृश्य हामीले अझैसम्म कहीँ पनि देखेको थिएनौँ। देख्न सक्नुहुन्छ दाजुभाइ दिदीबहिनीहरू, यसरी हाम्रो म्यामहरू पनि थकाइ लगाइसकेको छ। ल अब हामीले चाहिँ खानेकुरा निकाल्दैछौँ, देख्न सक्नुहुन्छ। यो चाहिँ कुरकुरे, यो चाहिँ भुजा, यो चाहिँ आलु चटपटको लागि, यो चाहिँ हाम्रो टमाटर तपाईँको के अरे काँक्राहरू पनि छ, धनियाँहरू पनि छ, गाजर पनि छ चटपटको लागि। तपाईँको यो चाउचाउ हाँसी ओ भाइ। हाम्रो खानेकुरा इधर भी है। क्या है इधर? इधर है दालमोट, यो तेल है, मसाला है, नून है, इलायची है। ओहो बहुत धेरै के चिज हो। प्लास्टिक रहेछ बनाउनु। ल यसरी हामी अब हामी नास्ता बनाउनुतर्फ लागेको छौँ। चटपटको लागि हामीले सामान लिएर आएको छौँ। प्याज काट्दै हुनुहुन्छ। मेरो दिदी भेडा चाहिँ धेरै नै मेहनतमा हुन्छ। हेर्नु त तपाईँलाई काँक्रा निकाल्यो, आलु यसरी काट्ने, प्याजहरू, गाजर पनि, तपाईँको खुर्सानी पनि, कुकुरी पनि, चाउचाउ पनि। हेर्नुहोस् यहाँको पानी त लास्ट उमाल्दैन भनिरहेको छ। यस्तो रमाइलो भएको छ मेरो सानोले। मेरो दिदी भेनाजुले गाजर काटिङ मेरो भेनाजुले काटिराख्नु भएको छ कटिङ खाने बरु यहाँ आइसक्यो। पुसा छ यहाँमा बोल न मलाई पुसा छु ला खत्रै बिर हुन्छ क्या। देख्न सक्नुहुन्छ दर्शकबिन हामी भ्यू टावरमा आएर हामी प्लास्टिक समाधान चटपट बनाएर खान लागिरहेको छ। देख्न सक्नुहुन्छ यो मसला हामी हाल्दैछौँ। आहा यति खाए पनि हुँदैछ त हो। ओहो कस्तो छ? अब हामी भुजा अनि तर्फतिर लाग्दैछौँ। देख्न सक्नुहुन्छ भुजा सरर लगाएर यसरी टिका लगाइ धेरै चटपट मित्र चटपट तिन खाली पार्टी चटपट राम्रो मसला कम भयो।
मसला कम भयो ठिक छ चटपट गाइज हाम्रो कुनै म्यामले बनाउँदै हुनुहुन्छ बहिनी साथीले चोटे खाली गर्नु भयो बनाएर नुन हाल्दै हुनु चटपट हेर्नु छ सामानमा के भन्नु म बढेर देख्न सक्नुहुन्छ चटपट अघि नै एक प्लास्टिक थियो भने हेर्नुहोस् त चटपट अहिले आधी प्लास्टिक भन्दा पनि कम रहेछ यस्तो डेन्जर चटपट भनेको त हो रहेछ साँच्चै नै केटीहरूको लागि बनाएर रहेछ कि म नि सँगसँगै यो के अरे कम्पिटिसनमा दुजिया थिएँ म त सकिनँ म त उठेँ जी दुईजना त मा खतरा रहेछन् चटपट खाना आम्मा चटपट खाँदा खाँदैको दृश्य हेरौँ न फेरि यस्तो रमाइलो दृश्य के फेरि बलुवा डाँडाको दृश्य आम्मा चटपट खाँदा खाँदैको दृश्य हेर्नु त कति राम्रो दृश्य राम 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 ओहो हो हो हेर्नुहोस् त हाई स्कुल पनि रहेछ है यो त यस्तो राम्रो बाटो छ यो वातावरण हेलो गाइज अब हामी यो भ्यू टावर घुमेर सकिसक्यो अब हामी घरतिर जाँदै हम अब घरतिर तर्फ लाग्छौँ हाम्रो फुल भिडियो हाम्रो युट्युब च्यानल सिसिसोना युट्युब च्यानलमा आउँछ हेरेर लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला सबैले सपोर्ट गरिदिनु होला आज चाहिँ यति राम्रो दृश्य पहाड भएको ठाउँमा आएको छ घर जान मन लागेन कस्तो लागिरहेको हजुरलाई भन्नु एकदम रमाइलो लागेको छ किनकि मेरो प्यारो श्रीमती र जीवन साथी सुख दुःखको है यसरी हामी दुईजना अनि त्यहाँबाट मेरो साली नानी सुदीक्षा हामी भएर तीनजना भएर बल्ल तल्ल आयौँ आएर अनि एकछिन रेस्ट पनि गऱ्यौँ रेस्ट गरिसकेपछि चटपटहरू बनायौँ चटपट बनाएर मजाले खायौँ खाएर थोरै बेर रेस्ट पनि गऱ्यौँ अब घरतिर जाने तर्खमा छौँ अन्त्यमा छौँ भिडियोको हामी तपाईँहरूले हेरेर साथ र सपोर्ट दिनु होला किनभने आज हामी यति राम्रो अवसर यति राम्रो सुन्दर ठाउँमा आउने एउटा मौका मिलेको छ पक्कै तपाईँहरू पनि आउनुहुन्छ होला भन्ने हामी आशा गर्दछौँ किनभने यो चाहिँ नेपालको चाहिँ तपाईँको सुन्दर दृश्य हो यो चाहिँ है नवलपुरको चाहिँ तपाईँको टप 10 नम्बर 1 मा चाहिँ पर्छ यो भ्यू टावर है जति भ्यू टावरले पुरै नवलपुरकै दृश्य देखाइन्छ कि तपाईँको होइन गण्डकी प्रदेश 4 को चाहिँ वरिपरिको भागहरू चाहिँ यसले देखाउँछ क्या यहाँनिर आइसकेपछि यस्तो आनन्दको फिल हुन्छ यता गयो स्याङ्जावालिङ देखिन्छ भने यतादेखि नवलपुरको दृश्य देखिन्छ भने पछाडि हेऱ्यो भने तपाईँको तनहुँको देखिन्छ भने अझै पछाडि साइडमा हेऱ्यो भने तपाईँको पोखरा साइड देखिन्छ भने यति राम्रो दृश्य भएको यो बिचमा सेन्टरमा भएको यो टावर भ्यू टावर हाम्रो नवलपुरमा रहेको छ यसमा तपाईँहरू पनि अवलोकन गरिदिनु होला हामी पनि गऱ्यौँ अब ढिला नगरिकन हामी फेरि लाग्न पर्ने हुन्छ जसरी दुःख गरेर आएको थियो त्यसरी नै जानुपर्छ फेरि त्यही भएको कारणले तपाईँहरूले हाम्रो भिडियोलाई हेरेर लाइक कमेन्ट सेयर गरिदिनु होला है फेरि पनि यस्तै मौका मिल्यो भने फेरि पनि तपाईँहरूलाई यस्तै रोचक भिडियो प्रस्तुत गरेर हामी फेरि पनि जुट्ने छौँ भन्दै अहिले चाहिँ हामी चाहिँ यो भिडियो मार्फत बिदा हुन चाहन्छौँ र घर सकन पुग्दा तकको हामीले भिडियो गराउँदछौँ तपाईँहरूले हेर्नु होला त्यो 3 जेलसम्मको लागि धैर्यता राख्नु होला भिडियो लङ हुनसक्छ आधी घन्टाभन्दा बढी हुनसक्ला त्यही पनि हेरिदिनु होला हाम्रो नवलपुरवासी र सम्पूर्ण नेपाली दाजुभाइहरू सबैले हेरिदिनु होला किनभने तपाईँहरू सबैले हेर्नुपर्ने हुन्छ यो चाहिँ यो नवलपुरमा रहेको एउटा चाहिँ पर्यटक क्षेत्रको रूपमा चाहिँ यो अगाडि नै छ त्यसैले तपाईँ हामी सबैले साथ र सपोर्ट दिनुपर्छ किनभने यो ठाउँ भनेको भोलिको लागि हाम्रो लागि पर्यटकै ठाउँ हो त्यसको लागि चाहिँ हामीले यो ठाउँमा आइसकेपछि हामीले तपाईँको गण्डकी प्रदेश 4 को चाहिँ दृश्यहरू चारैतिर देखिन सकिन्छ जस्तो तपाईँको अब यतापट्टि तनहुँ देख्न सकिन्छ पोखरा देख्न सकिन्छ तपाईँको रामपुर पनि देखिन सकिन्छ तपाईँको त्यसरी नवलपुर पनि देखिन सकिन्छ तपाईँको गैँडाकोट तपाईँको चितवन त्यो गैँडाकोटदेखि लिएर ट्याक्कर तपाईँको डाउनेसम्मको सबै दृश्य देखिन्छ भने तपाईँको नारायण घाटको त्यो पुलको तीरदेखिको नारायणी ट्याक्कर त्रिवेणीसम्मको यात्रा बाटोसम्मको बाटो देखिन्छ भने तपाईँले यहाँ चाहिँ आएर अवलोकन गर्नुपर्ने हुन्छ है हामी अत्यन्तै खुसी छौँ कस्तो लाग्यो तिमीलाई पनि यसरी आउँदै गर्दा है एकचोटि भनिदिनु पऱ्यो हाम्रो दर्शक रमाइलो लागेको छ एकदमै राम्रो ठाउँहरू हो डाँडाकाँडा एकदम मनलाई शान्ति मिल्छ तपाईँहरू पनि आउनु होला यहाँ मनोरञ्जनको लागि परिवार लिएर आउनु सक्नुहुन्छ तपाईँको साथीसँगसँग आउनु सक्नुहुन्छ आएर यताको भ्रमणहरू गरेर गइदिनु होला र हाम्रो भिडियोलाई फुल भिडियो हेरेर अन्तिमसम्म हेरेर हामीलाई सपोर्ट गरिदिनु होला हजुरहरूको सपोर्टले नै हामीलाई आँट आउँछ यो बनाउनको लागि भिडियोहरू बनाउनको लागि भन्दै अब हामी घरतर्फ जानेछौँ हामी घरतर्फ लाग्दैछौँ दाजुभाइ दिदीबहिनीहरू अब हामी घरतर्फ लाग्दैछौँ त्यही पनि जान अत्यन्तै मन लागेको छैन के भने जानै पर्यो है ल सबैलाई बाई सुन्दर दृश्यलाई पनि बाई गर्दै
सक्नुहुन्छ दाजुभाइ दिदीबहिनीहरू। अब हामी नवलपुरमा रहेको भ्यू टावरबाट हामी घरतर्फ फर्किँदैछौँ है। जाँदा जाँदै फेरि पनि टावरको दृश्य देखाउँदै हामी फर्किँदैछौँ है। देख्न सक्नुहुन्छ गाइस, अब हामी फर्किँदैछौँ। अब यस्तो दृश्य सम्पूर्ण दृश्य हेर्न सक्नुहुन्छ। सुशील सर अगाडि अगाडि जानुभएको छ, नानी पछाडि छ। हामी त्यो भ्यू टावरबाट तल आइसकेका छौँ र यहाँबाट चाहिँ तल बाटो रहेछ मेन हाइवेमा पुग्नको लागि है। मेन हाइवेमा पुग्नलाई हामी चाहिँ थोरै 3-4 मिनट लाग्छ। हामी फर्किँदैछौँ। देख्न सक्नुहुन्छ उहाँ त्यो जुन चाहिँ गाउँ देख्नुभएको छ नि, त्यो ठ्याक्कै पोखरी तल उत्तरपट्टिको गाउँ चाहिँ जुन चाहिँ हाम्रो हो है। हामी वहाँ पुग्नुपर्ने हुन्छ। उहाँको व्यक्ति चाहिँ आज यहाँ आएको छौँ घुम्नको लागि है। अति नै रमाइलो लाग्यो, अति नै सुन्दर वातावरण रहेछ। हेलो गाइस, हामी फर्कियौँ फाइनली हामी फर्किसकेका छौँ। देख्न सक्नुहुन्छ यो प्यारो कुकुर चाहिँ हामीलाई वहीँ त्यो डाँडामै भेट भएको थियो अनि चाहिँ हाम्रो पछि पछि आइरहेको छ। कृपया तिमी नआऊ, किनकि तिमी मेरो भाइ हो, मलाई थाहा। म पछि आउँछु तीज मनाउनलाई, अहिले चाहिँ नआऊ ल। हेलो दाजुभाइ दिदीबहिनी, फाइनली हामी चाहिँ डाँडा काँडा कटेर झमक्कै साँझ भयो। फर्किँदा फेरि लिएर आउँदाखेरि हामी आफ्नो गाउँघरमा प्रवेश गरिसकेको छौँ। डाँडा काँडा कटेर हाम्रो आजको भ्रमण पनि सकिएको छ। साँझ भइसक्यो। बिहान दिउँसै आएको थियौँ हामी, कति 10 बजीतिरै हामी हिँडेको थियौँ भने अहिले हेर्नुहोस् त बेलुकाको 6 भइसकेको छ भन्ने 7 भइसक्यो। ल हेर्नुहोस् त कस्तो लाग्यो नानी घुम्दा? ल मलाई कस्तो भनौँ, तर मेरो दिदी भेनाजु त लास्टै पाएको। मेरो दिदी भेनाजु चाहिँ मलाई मेरो भाग्यमा लिएर आएछु यस्तो दिदी भेनाजु पाएको होइन। दिदी भेनाजुले मेरो लागि भनेर उहाँ बिचरा डाँडामा खुट्टा दुखी आएर मेरो लागि भनेर जानुभयो। त्यसको लागि धेरै धेरै धन्यवाद मेरो खुसीको लागि। अनि के भन्छु भने जाँदा नि रमाइलो भयो। खुट्टा दुख्दा नि बिचरा भेनाजुले बस धेरै गाह्रो भयो नि अलिअलि बस्नु किनी भन्नुभयो। त्यस्तै गऱ्यो, बिस्तारै गयो। गएर मस्त सबै खायो, बनाएर खायो। अझै पुरै नसके यति प्लास्टिकमा ल्याएँ घरमा पनि अब बना खाने हो। तर मेरो दिदी भेनाजु चाहिँ म भाग्यमा लिएर आएको हो भन्नुपर्दा। दिदी भेनाजुले चाहिँ मलाई किन लिएर जानुभएको हो नि, साली कति वर्षपछि भेटेका हामी अनि सालीकोमा आयो। अनि दिदीलाई नि अब म चाहिँ अलिक स्याड देखेको भएर दिदी भेनाजुले चाहिँ मलाई घुमाउन मेरो माइन्ड फ्रेस हुन्छ भनेर चाहिँ ल्याउनु भएको। मेरो लागि यति धेरै सोचिदिनु भएको, म त्यसको लागि धेरै धेरै धन्यवाद हजुर। अनि त्यही भन्छु, अब यस्तै गरी माया गरिराख्नु होइन, एक्लो फिल हुन नदिनु होइन। के भने के छ त पुनमी म्याडम, तपाईँ पनि यसरी अब उकालोबाट तल झरिसकेको छ। तपाईँलाई कस्तो लाग्यो आजको भ्रमण एकचोटि भनिदिनु पऱ्यो हाम्रो दर्शक बिनहरूलाई है। यताबाट जाने, यताबाट जाऊँ न, यताबाट हो क्या। एकदम रमाइलो लाग्यो, रमाइलो भयो। सकि नसकि डाँडामा पुगियो, मन्दिरमा पुगियो, हामी रमाइलो गरियो। चटपट खाइयो, रमाइलो गरियो। चटपट तुर नसकेर पक्का पारेर ल्याइयो। यहाँको दृश्यहरू यति राम्रो थियो कि मलाई चाहिँ आउने मन थिएन है। म त स्याड भइसक्यो, म त्यहाँबाट आउने मन नलागेको। कस्तो यस्तो निस्किनु भयो, के कारण निस्किनु भएको हामीलाई थाहा भएन। पछि त मलाई थाहा भयो कि दिदीले ठाउँ छोडेर जाने, घर आउने मन नलागेर चाहिँ बिचरा त्योहरू कसैसँग बोल्न मन छैन अरे। अनि पुरा माथि टावरमा बसेर एक्लै बस्नु मन लागेको, कोही नआउन एकछिन रे के भयो त भनेको। बिचरा दिदीलाई यो त्यो ठाउँ छोडेर आउने मन नलागेर चाहिँ कठैलाई राम्रो थियो कि यस्तो राम्रो थियो कि साँच्चै जिउँदैमा स्वर्ग देखेँ जस्तो अनुभव भयो कि। जतातता डाँडा काँडा गाउँहरू खोला नाला यस्तो राम्रो देखेको। यस्तो उत्तरसम्म बस्नु अझै लास्टै रमाइलो लागेको थियो। अब सधैँभरि यसरी नै जान पाऊँ। मेरो बहिनीले पनि धेरै साथ दिन, अब मेरो बुढाले नै हरेक कदम साथ दिनुभयो, नसक्दा पनि साथ दिनुभयो, सधैँ साथ दिनुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हाम्रो खुसीको लागि उहाँ नि हिँड्नुभयो, यति टाढोसम्म जानुभयो।
हाम्रो ढाल बनेर अब जे भयो नि एउटा बडीगार्ड बनेर हिँड्नु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद दिन बाटोमा हँसाउँदै हँसाउँदै हिँड्ने मेरो भेनाजु धेरै धन्यवाद दिन रिस पनि उठाउने मेरै भेनाजु हँसाउने पनि मेरै भेनाजु माया गर्ने नि मेरै भेनाजु हो मेरो भेनाजु त भगवान् हो यति नै भन्न चाहन्छु तपाईँहरू जानु होला भन्नु अब हाम्रो यो कार्यक्रमलाई आज सकिएको भन्ने म तपाईँलाई जानकारी दिन चाहन्छु किनभने अब हामी घरतिर आइसकेका छौँ है आज धेरै डाँडाकाँडा हिँडियो घुमियो यो सबै भिडियो हामीले हाल्नेछौँ यसको लागि चाहिँ धैर्यता गरेर तपाईँहरूले सबै भिडियो हेरेर लाइक र कमेन्ट र सब्सक्राइब गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दै हस्तम सुशील सुनार बिदा हुन चाहन्छु मेरो युट्युब आइडी सुशील सुनारमा गएर सब्सक्राइब पनि गरिदिनु होला Ooh,